व्हाट्सअप गाइज, वेलकम ब्याक टु माई न्यू एनदर भ्लग होइन। आज चाहिँ म मिनी भ्लग बनाउँदैछु। दिस इज माई फर्स्ट मिनी भ्लग। र हेर्नुहोस्, यो चाहिँ मेरो घर होइन, यो चाहिँ मेरो बाउको घर हो। र दिस इज नट माई प्रपर्टी, दिस इज माई फादर प्रपर्टी। हेर्नुहोस्, र आज चाहिँ म मिनी भ्लग बनाउँदैछु रातको समयमा। त्यही भएर डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु तपाईँहरूको लागि। र आज चाहिँ म चाहिँ घरमा एक्लै भएको कारणले म खानासाना एक्लै बनाएर खानुपर्ने हुन्छ मैले। र म आज चाहिँ खाना खान्न, म आज तरुल खान्छु। तरुल, कन्डमुल, जङ्गलको चिज खानेछु। र यता चाहिँ हाम्रो बाख्राको होइन, मिस्टेक भयो गाइज, यो चाहिँ हाम्रो कुखुरा खोर हो। गाइजहरू, यो चाहिँ हाम्रो दाउरा हो, लगेर मैले बाल्नुपर्ने हुन्छ। भात पाक्नको लागि यो चाहिँ बाल्नै पर्ने हुन्छ। 2टा दाउरा म बोकेर जाँदैछु। अब चुला यस्तो छ हाम्रो होइन, यो चाहिँ हाम्रो पहाडी गाउँले चुलो। र यता चाहिँ म अब बत्ती बाल्न चाहन्छु। एकदम राम्रो बत्ती छ, टिलिक्कै बलिहाल्यो अब बत्ती। अब मैले यहाँ आगो बाल्नुपर्ने छ। र अब मैले चाहिँ यहाँ आगो बाल्दैछु, टक्क लाएर खुला मोचमा म आगो बाल्न चाहन्छु। फाइनली चाहिँ मैले चाहिँ दाउरा साउरा लगाइसकेँ। अब यसलाई बाल्न बाँकी छ र म यसलाई जादुले बाल्नेछु गाइजहरू। हेर्नुहोस्, फाइनली गाइज मैले चाहिँ जादुले आगो बालिसकेको छु। म चाहिँ झोले जादुगर पनि चाहिँ हुँ। यो चाहिँ वनतरुल हो, ओलाङचुङ गोलाबाट मैले खनेर ल्याएको, भन्न मिलेन। यो चाहिँ मैले जङ्गलबाट खनेर ल्याएको। र आज चाहिँ म यो पकाउनु पर्ने हुन्छ। म चाहिँ आज यो उसिनेर खानेछु गाइज हो। फाइनली गाइज मैले चाहिँ तरुल धोएर आइसक्यो। तरुल किसिमै छ, किसिमै देखिएको छ गाइजहरू, खाँदा पनि किसिमै छ। अब म चाहिँ यो तरुललाई हाल्छु यहाँ। यो चाहिँ अब उसिन्नका लागि चाहिँ हालेको छ। साथीहरू, म पनि किसिमै खालको मान्छे हुँ। मैले चाहिँ आज तपाईँहरूलाई कसरी कुक गर्ने, तरुल वन तरुललाई चाहिँ कसरी कुक गर्ने भन्ने पनि तपाईँहरूलाई सिकाइसकेको छु मैले चाहिँ। म मान्छे किसिम खालको हो। आई एम अ प्रोफेसनल कुकम्यान। टुइङ 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 गाइज, म चाहिँ अहिले ग्राउन्डतिर आइसकेको छु। ग्राउन्ड यो हो, यो फुटबल खेल्ने ग्राउन्ड हो। तपाईँहरूले देख्नु भएको छैन भने तपाईँहरू भिडियोमा देख्न सक्नुहुन्छ। यो चाहिँ हामी फुटबल खेल्ने ग्राउन्ड हो गाइज। म चाहिँ कहाँ हिँडेको फुटबल खेल्ने ग्राउन्डदेखि उता भनिरहेको होला, तर म चाहिँ आज चाहिँ बाटो लिनलाई जाँदैछु गाइज। थ्याङ्क यू गाइज। म चाहिँ अहिले सरी गाइज, मिस्टेक भएछ मेरो मुखबाट। म चाहिँ वेलकम गाइज भन्नुपर्नेमा मैले चाहिँ थ्याङ्क यू भनिसकेको छु। त्यही भएर माफ गरिदिनु होला मलाई गाइजहरू। र म अहिले आएको छु बाख्राको बथानमा। र पाठो लिनुपर्ने मैले, ऊ त्यो कालो पाठो दाइ चाहिँ हो, सेतो पाठो नलाने, किनकि तिनीहरू गोरी छ, हामीलाई पत्याउँदैन। त्यही भएर म कालो पाठो लिएर जानेछु गाइज। र यिनीहरू हुन् मेरा जनताहरू, मैले जे भन्छन् त्यो मानिरहेका हुन्छन्। हेलो गाइज हो, मैले पाठो लिइसकेको छु। यो पाठो होइन, सरी गाइज, यो पाठो होइन, तपाईँहरू गलत सोचिराख्नु भएको छ। पाठो यो हो, कलुवा, 1 नम्बरका कलुवा हे हमार। फाइनली गाइज मैले चाहिँ पाठो लिएर गइसकेको छु। अब चाहिँ म यसलाई लगेर मस्तसँगले नानो नानो कपडा लाएर चाहिँ यसलाई सुताइदिनु पर्ने हुन्छ मैले। र पुण्य कमाउनु पर्ने मैले पनि हुन्छ। खुल्ला मोज गाइज ठ्याङ। फाइनली गाइज तरुल चाहिँ पाकिसकेको छ अहिले। र म अब खानालाई रेडी भएको छु। म तरुल देखाउँदिनँ, किनभने तपाईँहरूले हेरेर मेरो पेट दुख्छ भन्ने मलाई लागिरहेको छ। मेरो मस्तिष्कमा यो चलिरहेको छ। त्यही भएर भिडियो आजलाई यतिसम्म मात्र हो। कस्तो लाग्छ भिडियो, लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। र मन परेमा साथीहरूलाई सेयर पनि गरिदिनु होला गाइजहरू। र म आज यति भन्दै मेरो 3 शब्द यहीँ राख्न चाहन्छु। धन्यवाद। हस् त, थ्याङ्क यू, जय नेपाल।